हेलो एन्ड नमस्ते सबैजनालाई वेलकम ब्याक टु आवर च्यानल। आज चाहिँ हामी नेपाली फुटबल अपडेट्स लिएर आइसकेका छौँ र यसपालि भने नेपाली सिनियर मेन्स टिमको चाहिँ फुटबलको अपडेट्स रहेको छ। र आज हामी यस भिडियोमा नेपालको एएफसी क्वालिफायर्स रहेको छ जुन चाहिँ मलेसिया विरुद्ध, त्यसको बारेमा गेम टाइम र कुन समयमा यो खेल हुन्छ र कुन च्यानलबाट आउँदैछ त्यो बारेमा हजुरहरूलाई विस्तृतमा जानकारी दिनेछौँ। अब कुरा गरौँ नेपालका इन्टरिम हेड कोच हरि खड्काको 23 जनाको सदस्य टोली। गोलकिपरमा क्याप्टेन किरण चेन्जुङ रहेका छन्, विशाल सुनार र दीप कार्की रहेका छन् भने डिफेन्डर्सतर्फ अनन्त तामाङ, सनी श्रेष्ठ, सुमित श्रेष्ठ, सुमन श्रेष्ठ, अभिषेक लिम्बू र रोहित चन्द रहेका छन्। र मिडफिल्डर्सतर्फ लाकेन लिम्बू, रोहन कार्की, मणिकुमार लामा, एरिक विष्ट, मनिष डाङ्गी, योगेश गुरुङ, दिपेश गुरुङ, कुशल देउबा, आदित्य साक्य रहेका छन्। र फरवर्ड लाइन्सतर्फ भने अञ्जन विष्ट, आयुष कलान, जिलेप्सी जङ कार्की, सुभाष ठकुरी बम, दिनेश हेन्जन रहेका छन्। यो पुरानो टोलीमा हरि खड्काले गर्नुभएको चेन्जेस मध्ये आदित्य साक्य र दिपेश गुरुङले चाहिँ यस टिममा आफ्नो स्थान अटाएका छन्। कृतिश रत्न छुन्जु र विमल पाण्डे चाहिँ यसपालिको स्क्वाडबाट बाहिर रहेका छन्। कृतिश रत्न छुन्जु चाहिँ भने इन्जुरीका कारण बाहिर रहेका छन्। यही मलेसियाको गेम हुनुभन्दा अगाडि बङ्गलादेशसँग नेपालले एउटा फ्रेन्डली म्याच खेलेको थियो जुनमा नेपालको एउटा सन्तोषजनक रिजल्ट आएको छ। नेपाली प्लेयर्सहरू ए डिभिजन लिगको लागि प्रोटेस्टमा बसे तापनि फ्रेन्डमा भने लास्ट मिनेटमा अनन्त तामाङको गोलले 2-2 को बराबरी गरी बङ्गलादेश विरुद्धको गेममा 2-2 को रिजल्ट लिएर आएको छन्। र अब त्यसपछि नेपालको आजको गेम भने चुनौतीपूर्ण रहेको छ, जहाँ चाहिँ नेपालले मलेसियासँग भिडन्त गर्नेछ। नेपालको लागि अब हार्नको लागि केही पनि बाँकी छैन, किनभने नेपाल यो कम्पिटिसनबाट सोते बाहिरी भइसकेको छ। र आज मिति नोभेम्बर 18, जहाँ चाहिँ नेपालले नेपाली समयअनुसार 6:45 यो गेम सुरु हुनेछ। र अहिलेसम्मको आधिकारिक जानकारी अनुसार यो गेम भने एन्फाको फेसबुक पेजबाट नै लाइभ आउनेछ र युट्युबमा भने FAM TV मलेसियाबाट आउन सक्ने चान्सेस पनि रहेको छ। र आजको नेपाली टोलीलाई सपोर्ट प्रदान गर्नका लागि कमेन्टमा जय नेपाल भन्ने लेख्न नबिर्सिनु होला। जय नेपाली फुटबल।